नमस्कार, यस चियरफारमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा प्रवेश गर्दैछौँ जुन सुन्न जति जटिल लाग्छ बुझ्दा त्यति नै रोचक छ। त्यो हो कानुनको सैद्धान्तिक अध्ययन, जसलाई हामी विधिशास्त्र वा ज्युरिस्प्रुडेन्स भन्छौँ। कानुनका ती लामा लामा किताब र झन्झटिला सिद्धान्तहरूलाई आज हामी एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। यसका लागि हामी कानुनलाई 6वटा फरक दार्शनिक चस्मा अर्थात् लेन्सबाट हेर्नेछौँ। ठिक छ, अब ढिला नगरी यसमा प्रवेश गरौँ। आजको हाम्रो रूपरेखा यस्तो छ। पहिलो, कानुनको रहस्य। दोस्रो, नैतिकता र सार्वभौम आदेश बीचको द्वन्द्व। तेस्रो, परम्परा र सामाजिक आवश्यकता। चौथो, यथार्थ र आदर्श। पाँचौं, तुलनात्मक टकराव र अन्तमा आधुनिक कानुनी निष्कर्ष। मानव शासनको यो विशाल पजललाई हामी बिना कुनै वैचारिक पक्षधरता एकदमै निष्पक्ष रूपमा जोड्नेछौँ। खण्ड 1, कानुनको रहस्य। एकछिन गहिरिएर विचार गरौँ त, आखिर कानुन भनेको के हो? यसको मूल स्रोत के हो? हामीले कानुन किन मान्नुपर्छ? सुन्दा निकै साधारण लाग्ने तर यी एकदमै गम्भीर प्रश्नहरू हुन्। र अचम्मको कुरा के छ भने संसारका महान विचारक र दार्शनिकहरूले आजसम्म पनि यी प्रश्नहरूको एउटै साझा उत्तर दिन सकेका छैनन्। उनीहरूका विचारहरू एक आपसमा पूर्ण रूपमै फरक छन्। हो, ठ्याक्कै यहीँनिर विधिशास्त्रको जन्म हुन्छ। खासमा विधिशास्त्र भनेको कानुनको सैद्धान्तिक अध्ययन हो। यसले कानुन कहाँबाट आयो, यसको उद्देश्य के हो र समाज तथा नैतिकतासँग यसको कस्तो सम्बन्ध छ भनेर खोजी गर्छ। एउटा छाता जस्तै सम्झौ यसलाई, जसको मुनि बसेर आज हामी ती 6वटा दार्शनिक लेन्सहरूको चर्चा गर्नेछौँ। खण्ड 2, नैतिकता र सार्वभौम आदेश। सबैभन्दा पहिले कुरा गरौँ प्राकृतिक विचारधारा वा नेचुरल स्कुलको। यसले निकै लामो यात्रा तय गरेको छ। प्राचीनकालमा सुक्रात र प्लेटो जस्ता हस्तीहरूले कानुनलाई एक तर्कसङ्गत प्राकृतिक व्यवस्था मानेका थिए। मध्ययुगमा पुग्दा थोमस एक्विनासले यसलाई ईश्वरीय न्यायसँग जोडे। पुनर्जागरण कालमा ह्युगो ग्रोसियसले यसलाई मानव तर्कमा आधारित बनाए भने ज्ञानोदय युगमा जोन लक र रुस्सोले यसलाई सामाजिक सम्झौतासँग जोडे। अनि आजको आधुनिक युगमा यो नै हाम्रो मानव अधिकारको बलियो जग बनेर उभिएको छ। यो विचारधाराको सबैभन्दा शक्तिशाली र मूल मन्त्र नै यही हो, अन्यायपूर्ण कानुन कानुन नै होइन। प्राकृतिक विचारधाराको दृढ विश्वास छ कि नैतिकता बिनाको कानुन भनेको त केवल बल प्रयोग मात्र हो, त्यो साँचो कानुन हुनै सक्दैन। आजको सन्दर्भमा यो कुरा निकै महत्त्वपूर्ण छ, किनकि यसैले हामीलाई अन्याय विरुद्ध लड्ने र आधारभूत अधिकार सुरक्षित गर्ने तागत दिन्छ। अब यहाँनिर साँच्चै चाखलाग्दो कुरा के छ भने विश्लेषणात्मक वा एनालिटिकल पोजिटिभिस्ट विचारधाराले ठ्याक्कै उल्टो कुरा गर्छ। जोन अस्टिनले त कानुनलाई नैतिकताबाट पुरै अलग गरेर एउटा कडा सूत्रमै बाँधिदिएका छन्। उनको भनाइमा कानुन भनेको केवल 3वटा कुराको मिश्रण हो: आदेश, सार्वभौम र सजाय। अर्थात् शासकले जे आदेश दिन्छ त्यो कानुन हो र नमाने सजाय पाइन्छ। त्यहाँ नैतिकताको कुनै स्थान छैन। यी दुई विचारलाई सँगै राखेर हेर्दा स्पष्ट टकराव देखिन्छ। एकातिर प्राकृतिक कानुन छ जसले भन्छ कानुन नैतिक हुनै पर्छ र न्याय सर्वोपरि हुन्छ। अर्कोतिर विश्लेषणात्मक कानुन छ जसले कानुन जस्तो छ त्यस्तै मान्नुपर्छ भन्छ। कानुन खराबै भए पनि उचित प्रक्रियाबाट बनेको छ भने त्यो लागू हुन्छ। यो भनेको कानुनलाई एउटा नैतिक आदर्श मान्ने कि फकत एउटा राजनीतिक आदेश मान्ने भन्ने बीचको निकै ठूलो वैचारिक युद्ध हो। खण्ड 3, परम्परा र सामाजिक आवश्यकता। ऐतिहासिक विचारधारा वा हिस्टोरिकल स्कुलको मान्यता झनै रोचक छ। उनीहरू भन्छन् कानुन कसैले बनाउने कुरा होइन, यो त समाजमा आफै फेला पर्ने कुरा हो। सभिग्नीको प्रख्यात भोक्स जेस्ट सिद्धान्तले कानुनलाई जनताको आत्मा वा साझा चेतना मान्छ। कानुन त बिस्तारै हाम्रा परम्परा र चलनबाट पो हुर्किन्छ त, संसदले 81 थोपेर कहाँ बन्छ र? हेनरी मेनले पनि भनेकै छन् नि, समाज जति अघि बढ्छ कानुन जन्मको आधारबाट सम्झौताको आधारतर्फ सर्दै जान्छ। तर समाजशास्त्रीय विचारधाराले यसलाई अर्कै ढङ्गले हेर्छ। यसले कानुनलाई समाजको आवश्यकता पूरा गर्ने एउटा निकै व्यावहारिक औजार मान्छ। एर्लिचको जिउँदो कानुन र डुगिटको सामाजिक ऐक्यबद्धताले समाज कसरी सँगै अघि बढ्छ भन्ने कुरा गर्छन्। अझ रोस्को पाउन्डको सामाजिक इन्जिनियरिङको कुरा त झनै सान्दर्भिक छ। उनका अनुसार समाजमा हुने विभिन्न स्वार्थहरूको टकरावलाई सन्तुलनमा राख्ने काम नै कानुनको हो। यी दुई बीचको फरक पनि मजाको छ। ऐतिहासिक स्कुलले परम्परा खोज्दै अतीततिर अर्थात् पछाडि फर्केर हेर्छ।
अर्कोतर्फ समाजशास्त्रीय स्कुलले सामाजिक सुधार र कल्याणको लागि अगाडि अर्थात् भविष्यतिर हेर्छ। एउटाले विगतको सुस्त विकासलाई सम्मान गर्छ भने अर्कोले भविष्यलाई गतिशील रूपमा निर्माण गर्न खोज्छ। खण्ड 4 यथार्थ र आदर्श। यथार्थवादी वा रियलिस्ट स्कुलको धारणा एकदमै ग्राउन्ड लेभलको छ। यसले भन्छ कानुन किताबका पानाहरूमा खोजेर भेटिँदैन। अधिकारी र न्यायाधीशहरूले इजलासमा बसेर व्यवहारमा जे गर्छन् कानुन त्यही हो। अलिभर वेन्डल होम्स जुनियरले त प्रष्टै भनेका छन् कि अदालतले के गर्छ भनेर भविष्यवाणी गर्नु नै कानुन हो, बाँकी सब किताबका कुरा मात्र हुन्। तर दार्शनिक वा फिलोसफिकल स्कुलले भने अर्कै उचाइको कुरा गर्छ। यसले नैतिक पूर्णताको खोजी गर्छ। इमानुएल कान्ट र हेगल जस्ता ठूला दार्शनिकहरूले कानुनलाई मानव स्वतन्त्रता र मर्यादा सुरक्षित गर्ने माध्यम मानेका छन्। उनीहरूको नजरमा राज्य एउटा नैतिक संस्था हो र कानुनको अन्तिम लक्ष्य भनेको समग्र मानवताको उत्थान गर्नु हो। यो सुन्दा निकै राम्रो लाग्ने तर अलि अमूर्त दृष्टिकोण हो। र यसले उत्कृष्ट रूपमा के देखाउँछ भने यहाँ कस्तो गजबको विरोधाभास छ। एकातिर यथार्थवादीहरू अदालतको त्यो वास्तविक धुलो मैलो र अनिश्चित कार्यप्रणालीको कुरा गर्दैछन्, अर्कोतिर दार्शनिकहरू कानुनले कस्तो आदर्श समाज निर्माण गर्नुपर्छ भनेर एउटा नैतिक युटोपियाको परिकल्पना गर्दैछन्। यथार्थले के भइरहेको छ भन्छ, आदर्शले के हुनुपर्छ भन्छ। खण्ड 5 तुलनात्मक टक्राउ। अब यो समग्र चित्रलाई एकै ठाउँमा राखेर हेरौँ। यो तालिकाले सबै कुरा छर्लङ्ग पार्छ र यहाँ हामीले कुनै पक्ष लिएका छैनौँ। प्राकृतिक स्कुलले न्याय र नैतिकतालाई केन्द्रमा राख्छ, विश्लेषणात्मकले सत्ता र आदेशलाई, ऐतिहासिकले परम्परागत विकासलाई महत्त्व दिन्छ भने समाजशास्त्रीयले समाजको कल्याणलाई, त्यसैगरी यथार्थवादीले अदालतको वास्तविकता र न्यायाधीशलाई फोकस गर्छ भने दार्शनिकले आदर्श र पूर्णतालाई। एउटै कानुन तर हेर्ने नजर छ थरीका। खण्ड 6 आधुनिक कानुनी निष्कर्ष। अब अगाडि बढौँ र हेरौँ यी सबै मिलेर आजको विश्व कसरी चल्छ त। अनि यहाँनिर आउँछ सबैभन्दा रमाइलो पक्ष। हाम्रा आधुनिक कानुनी प्रणालीहरू कुनै एउटा मात्र स्कुलमा भर परेका छैनन्। आज हामीले उपभोग गर्ने मानवाधिकार प्राकृतिक स्कुलको देन हो। संसदले बनाएका ऐन कानुन विश्लेषणात्मक स्कुलबाट आए। हाम्रा रीतिरिवाजमा आधारित कानुनहरू ऐतिहासिक स्कुलका उपज हुन्। सामाजिक सुरक्षा र कल्याणका कानुन समाजशास्त्रीय स्कुलबाट आए भने अदालतको न्यायिक सक्रियता यथार्थवादी स्कुलबाट। यो त विभिन्न धागोहरू मिलेर बनेको एउटा सुन्दर र बलियो कपडा जस्तै पो रहेछ। त्यसैले अन्तिम सत्य के हो भने कुनै पनि एउटा विचारधाराले मात्र कानुनको सम्पूर्ण व्याख्या गर्न सक्दैन। न्याय, निश्चितता, निरन्तरता, सामाजिक सान्दर्भिकता, व्यावहारिक सत्यता र आदर्श, यी सबै कुराहरू एउटा सफल शासन प्रणालीका लागि उत्तिकै आवश्यक छन्। हरेक लेन्सले यो विशाल पजलको एउटा महत्त्वपूर्ण टुक्रा थप्ने काम गर्छ। अब जाँदा जाँदै एकछिन विचार गरौँ त, मानव जीवनलाई निर्देशित गर्ने नियमहरूमा अन्ततः यी मध्ये कुन लेन्सको सबैभन्दा बढी शक्ति होला? के त्यो नैतिकता हो, सत्ताको आदेश हो, वा समाजको बदलिदो आवश्यकता? यो प्रश्नले पक्कै पनि कानुनलाई हेर्ने हाम्रो नजर फराकिलो बनाउनेछ। आजको यो चिरफारलाई यहीँ बिट मारौँ। धन्यवाद।